नमस्कार, म सुयोग अधिकारीको तर्फबाट दर्शकवृन्द अहिले तपाईँ हेर्दै हुनुहुन्छ युट्युब च्यानल तन्त्र ज्योतिष अनि तपाईँको साथमा छु अहिले यति बेला म सुयोग छु। दर्शकवृन्द, आजको व्यवसायमा मैले तपाईँहरूको बिचमा एउटा अत्यन्तै महत्त्वपूर्ण जानकारी लिएर उपस्थित भएको छु। त्यसो त यो जानकारीले चाहिँ तपाईँको आफ्नो सम्पत्ति प्रपर्टी जुन छ, सम्पत्ति जुन छ, त्यो सम्पत्ति आदि अचानकै हुने कोही कुनै घटना एवं दुर्घटना आदिबाट नष्ट भएर जानबाट जोगाउँछ। त्यसो त यो उपाय तपाईँ हामी जो कोहीले पनि गर्न सक्छौँ। यदि यो उपाय गरेको खण्डमा तपाईँको घर, पसल, व्यापारिक स्थान अथवा तपाईँको गाडी घोडा कोही कुनै चिजमा कोही कुनै प्रकृतिको आगजनी, दुर्घटना एवं अप्रिय प्रकृतिका कोही कुनै प्रकृतिको घटना आदि घट्न दिँदैन, जसले गर्दा तपाईँ हाम्रो जीव, धन, माल, प्रपर्टी आदिको रक्षा र कल्याण हुन्छ। त्यसो त यो उपाय गर्नका लागि तपाईँलाई पूर्व फाल्गुनी नक्षत्र परेको बेला जरुरी पर्छ। तपाईँले पूर्व फाल्गुनी नक्षत्र पात्रोमा हेर्न सक्नुहुन्छ या त तपाईँले कोही कुनै चाहिँ मोबाइलमा आउने ज्योतिषीय एप आदिको प्रयोग गरेर पनि हेर्न सक्नुहुन्छ। जुन दिन पूर्व फाल्गुनी नक्षत्र परेको हुन्छ सो दिन चाहिँ तपाईँले आँकको जरा लिएर आउनुहोस्। तर पूर्व फाल्गुनी नक्षत्र परेको जस्तो आज पर्दैछ यदि भने है, यो पूर्व फाल्गुनी नक्षत्र आज परेको छ यदि भने चाहिँ तपाईँले अघिल्लो दिन नै त्यो आँकको बोटमा गएर त्यसलाई चाहिँ एक जोडी धुपबत्ती, अलिकति चामल, सिक्का पैसा राखेर त्यो धुपबत्ती बालेर एउटा प्रार्थना गर्नुपर्छ। त्यो प्रार्थना गर्दा, हे वृक्षराज, म तिमीलाई भोलि पूर्व फाल्गुनी नक्षत्र परेको बेला म तिमीलाई लिन आउँदैछु। तिमी आफ्नो पूर्ण गुण धर्म को साथमा गएर मेरा लागि काम गरिदिनु भनेर तपाईँले चाहिँ त्यो अक्षता चामल जुन लैजानु भएको छ त्यो त्यहाँ राखिदिनुहोस् र चाहिँ तपाईँले धुपबत्ती त्यहाँ छोडिदिनुहोस्। पूर्व फाल्गुनी नक्षत्र परेको दिनभन्दा अघिल्लो दिन गएर बिहान बेलुका जति बेला गरे पनि हुन्छ है। त्यो गरिदिएर आइसकेपछि जब तपाईँको पूर्व फाल्गुनी नक्षत्र चाहिँ सुरु हुन्छ त्यस पछाडि तपाईँ जानुहोस् र त्यो आँकको जरालाई लिएर आउनुहोस्। त्यो आँकको जरालाई ल्याइसकेपछि सबैभन्दा पहिला चाहिँ तपाईँले गङ्गाजलको छिटा दिनुहोस्, त्यसलाई चाहिँ तपाईँको दुधको छिटा दिनुहोस् अनि त्यस पछाडि त्यसलाई शुद्ध पानीले चाहिँ पखाल्नुहोस्। त्यो पखालिसकेपछि आफ्नो देवी देवतालाई पूजा अर्चना गर्ने मन्दिरमा जानुहोस्। कोही कुनै तामाको भाँडो अथवा कोही कुनै रातो वस्त्र आदिमाथि त्यसलाई राख्नुहोस्। त्यसलाई चाहिँ धूप दीप देखाउनुहोस् र तपाईँले त्यो जरा जुन पूर्व फाल्गुनी नक्षत्रकै समयमा ल्याएको जरा जुन छ आँकको जरा, त्यो चाहिँ आँकको जरा तपाईँले आफ्नो व्यावसायिक स्थानमा, आफ्नो घरमा, आफूले चलाउने, आफूले लिएर हिँड्ने गाडी घोडा आदिमा कोही कुनै चिजमा रातो कपडामा बेरेर राखिदिनुहोस्। तपाईँको सम्बन्धित स्थानमा जहाँ तपाईँले राख्नु भएको छ नि त्यो स्थानमा कोही कुनै प्रकृतिको आगजनीको घटना हुन दिँदैन, कोही कुनै प्रकृतिको दुर्घटना एवं अप्रिय प्रकृतिका कोही कुनै घटनाक्रम आदि घटित हुन दिँदैन, जसले गर्दा तपाईँको धन सम्पत्ति प्रपर्टीको रक्षा गर्छ भने तपाईँ हाम्रो जीव धनको समेत रक्षा गर्छ। त्यसो त यो सम्पूर्ण कर्म जुन गर्नुहुन्छ नि तपाईँले, यो कर्म चाहिँ पूर्व फाल्गुनी नक्षत्रमा चाहिँ तपाईँले त्यो जरा ल्याएर राखेको हुनु पर्यो। पूर्व फाल्गुनी नक्षत्रमै चाहिँ तपाईँले आफ्नो घरमा, पसलमा, गाडीमा जहाँ जहाँ राख्नुहुन्छ त्यति बेलै राख्नु पर्यो। तपाईँले एउटा जरा निकालेर ल्याएर जब तपाईँले पूजा गर्नुहुन्छ नि त्यो पूजा गरिसकेपछि त्यसको टुक्रा गरेर पनि एउटै जरालाई एउटा जरा तपाईँले आफ्नो घरमा, एउटा पसलमा, एउटा आफ्नो गाडीमा गरेर पनि राख्न सक्नुहुन्छ। यदि तपाईँले यो विधिको प्रयोग गर्नुभएको खण्डमा तपाईँको सम्पत्ति आदि नष्ट हुनबाट जोगाउँछ। पक्कै पनि आदरणीय दर्शकवृन्द, आजको यो व्यवसायमा मैले दिएको यो जानकारी तपाईँका लागि लाभप्रद साबित हुनेछ भन्ने कुराको आशा लिँदै आजको यो व्यवसायबाट बिदा हुन चाहन्छु। बिदा दिनुहोस्। हस्त, नमस्कार।